हेलो एभ्रिवान, वेलकम टु माई भिडियो। आज चाहिँ मैले एकदमै मिठो होममेड चाउमिनको रेसिपी लिएर आएकी छु। सो सबैभन्दा पहिला त स्वागत छ यहाँलाई मेरो कुकिङ भिडियो। धेरै महिनापछि चाहिँ आज म घरमै चाउमिन बनाउन जाँदैछु। कसरी बनाए, के राखेर बनाए भनेर जान्नको लागि चाहिँ पुरा भिडियो हेर्नुपर्ने हुन्छ। सबैभन्दा पहिला त तातो पानीमा चाउमिनलाई बोइल गर्नु। आज चाहिँ मैले मसिनोवाला चाउमिन लिएको। चाउमिनलाई चाहिँ धेरै बोइल गर्नु हुँदैन, 2-4 मिनेट बोइल गर्यो भने भइहाल्छ। त्यसपछि मैले यहाँ चिसो पानीले पखालेर चिसाउनको लागि छोडेँ। चाउमिनमा राख्नको लागि खुर्सानी चाहिँ चाउमिन बोइल हुँदाखेरि काटिसकेको थिएँ। त्यसपछि टमाटरलाई काटे अनि त्यसपछि गोबी। फ्राई चाउमिनमा चाहिँ बन्दागोबी राखेन भने मलाई मिठै लाग्दैन। फ्राई चाउमिन बनाउँदाखेरि अलिअलि सबै चिज राखेको चाहिँ मिठो हुन्छ। गोबीलाई चाहिँ मसिनो गरी काट्ने अनि यहाँ सबै चाउमिनमा राख्नको लागि सामानहरू रेडी भइसकेको छ। चाहिने जति सामानहरू आफूलाई राख्न मन लागेको सामानहरू यसरी पहिले नै काटकुट गरेर राख्ने। त्यसपछि फलामको कडाई बिसालेर त्यसमा मैले तोरीको तेल राखिदिए अनि यो चाउमिनमा चाहिँ तोरीको तेल मोलेको। तेल राम्रोसँग तातिसकेपछि मसिनो गरी काटेर राखेको सिमला मिर्च राखी अनि प्याज राखी एकछिन चलाएर फेरि गोबीलाई राखेर एकछिन मजाले फ्राई गर्ने। एकछिन फ्राई गरिसकेपछि अनि आफूलाई चाहिने जति खुर्सानी पनि राख्ने। सबैले राम्रोसँग चलाइसकेपछि मैले उसिनेर राखेको चना र मटर पनि राखिदिए। चाउमिनमा गेडागुडी राख्दाखेरि चाहिँ मिठो हुन्छ, त्यही भएर मैले जहिले पनि गेडागुडी चाहिँ नछुटाइकन राख्छु। अनि एकछिनसम्म सबैलाई एकछिन मजाले फ्राई गर्नुपर्छ। लास्टमा चाहिँ टमाटर राख्ने अनि लसुनको पेस्ट राख्ने र एकछिन मजाले चलाउने। अनि स्वाद अनुसार नुन राख्ने, हल्दी राख्ने, जिरा धनियाँको पाउडर राख्ने अनि सबै राखिसकेपछि एकछिन मजाले मिक्स गर्ने। मैले चाहिँ 1 मिनेटको लागि छोपिदिए। त्यसपछि अजिनालाई राख्ने अनि चाउमिन मसला राख्ने। अजिना नराख्दा पनि हुन्छ, मैले चाहिँ थोरै अजिना राखेँ अनि चाउमिनलाई राखिदिने। चाउमिन चाहिँ अब कत्रो भाँडो छ, कतिजनालाई पकाउँदै हुनुहुन्छ भनेर त्यही अनुसारले राख्नुपर्ने हुन्छ। मैले चाहिँ 4-5 जनालाई एकैचोटि बनाउँदैछु किनकि अहिले ठुलो भाँडो छ नि त, अनि सानो भाँडो छ भने चाहिँ थोरै थोरै गर्दै पकाउनु पर्छ। चाउमिन राखिसकेपछि चाउमिनलाई मजाले मिक्स गर्नुपर्छ। मैले चाहिँ काँटा चम्चा लिएको छु। त्यसपछि सोया सस राखेँ, भिनेगर राखेँ अनि यो सबै राखिसकेपछि पनि एकछिन मजाले मिक्स गर्ने ताकि सबैमा मरमसलाहरू राम्रोसँग लागोस्। बनाउँदा बनाउँदै चाउमिनको मिठो हुरुरी बास्ना आइसकेको छ। यस्तो खाउँ खाउँ लागिसक्यो, हेर्नु न कस्तो देखेको छ, हेर्दै खाउँ खाउँ लाग्ने। चाउमिन बनेर रेडी भइसकेको छ। अब म सबैजनालाई प्लेटमा भाग लगाउँछु। यति धेरै भाग परेको थियो कि मैले त खान पनि सकेन लास्टमा। यसरी हजुरहरूले घरमै चाउमिन बनाएर खानुभयो भने बजारको स्वाद नै बिर्सिनुहुन्छ कि। बजारको स्वाद बिर्साउने आफ्नै घरमा चाउमिन बनाउन सकिन्छ कि, यस्तो मिठो हुन्छ। घरमा नै यसरी मिठो गरी चाउमिन बनाएर सबैजनालाई खुवाउन पनि सजिलो अनि सबैजनालाई हुन्छ पनि। देख्दाखेरि होटेलमा बनाएको चाउमिन भन्दा कम चाहिँ देखेको छैन है, खाँदाखेरि पनि त्यस्तै टेस्ट। अनि कस्तो लाग्यो मेरो भिडियो कमेन्ट गर्नुहोला। थ्याङ्क्स फर वाचिङ, बाई बाई।